फाइनली साथीहरू मटन पा मुखमा पानी आयो होला के गर्नु गाह्रो छ ओ माई गॉड के मिठो हेलो साथीहरू म फेरि पनि मेरो भ्लगमा फेरि पनि आएँ सो लेट्स गो आजको भ्लग स्पेसल मटन करी पकाएर खानेछौँ सो लेट्स गो सो अब हामी चाहिँ प्याज काट्नु गइरहेको छौँ सुरुमा हामी प्याज काट्छौँ अनि लसुन पनि तयार गरिसक्यौँ हामीले सुरुमा चाहिँ हामी ग्यास बालेको छौँ आज चाहिँ हामी प्रेसर कुकरमा बनाउनेछौँ प्रेसर कुकरमा चाहिँ एकदम सिटी लाएर चाहिँ स्पेसल सो हामी अब फेरि टमेटो काट्नु गयौँ फर्स्टमा तेल हाल्छौँ अब हामी अदुवा काट्छौँ यसलाई हल्का काटेर यसलाई तासेर सानो सानो पिस बनाउने छौँ हामी हाल्दैछौँ अलिकति मेथी फेरि हाले हामी जिरा यो त सिन्कौलीको भात हो सिन्कौलीको भात थोरै हाले दालचिनी थोरै हाले लौंग अलिकति हाले अब त्यसपछि हामी प्याज हाल्छौँ अनियन हाले अब टमेटो त लास्टमा हाल्ने यसलाई चाहिँ हामी एकछिन चलाउँछौँ अनि हल्का रातो भइसकेपछि हामी यसलाई मटन हालेर पकाउनेछौँ यस्तो प्याकेटमा हुन्छ मटन सो मटन अब हामी हाल्छौँ त्यो हटाउन मटन चलाउनु 1.5 केजीको मटन खानै पर्यो के गर्नु पचाउनै पर्यो सो हामी अलिकति फेरि चलाउँछौँ यसलाई हल्का भुट्ने अनि यसलाई रातो बनाउने अनि यसलाई फेरि हल्का पानी हालेर यसलाई सिटी लगाइदिने मटन त रातो भएको छ के गर्नु पानी आइसक्यो मुखबाट अलिकति बेसार हाल्यो भने त झन् फेरि बवाल हुन्छ साथीहरू वेट गर्नु है अलिकति बेसार हालेछौँ अलिकति बेसार हाल्छु र अनि यसमा कलर आउँछ हेर्नुहोस् अहिलेको चाहिँ हल्का रातो थियो अब चाहिँ यसमा बेसार हाल्यो अलिकति चलाइदिएपछि यसको बल्ल कलर आउँछ अनि अघि खाउँ जस्तो थियो अब यो एकछिनपछि त झन् पानी नै आउँछ जिब्रोबाट के हो यो चाहिँ सुकेको डल्ले खुर्सानीले त फेरि गाह्रो पार्छ नि साथीहरू यो टेस्टी मसला जिब्रोमा यो जिरा धनिया यो बारा मसला अब यसलाई चलाइदिने रोइ अब यसलाई चलाइदिने अनि ढक्कन लगाइदिने सो यसलाई चाहिँ अब अलिकति पानी हालेर अब यसलाई हल्का पानी हालेर
यत्तिकै पानी हालेको छौँ। यत्तिकै पानी हालेर चाहिँ यसलाई छोपिदिएपछि 6-7 सिटी हानेपछि मटन पाक्यो। फाइनली साथीहरू मटन पाक्यो। अब हामी खाने सुरुमा छु। सो लेट्स गो। भात अलि धेरै भएछ, 4 गिलास टक्कै हालेको। के गर्नु, 2 गिलास। हामी यत्तिकै धेरै खान्छौँ, हामीलाई कसरी सक्छ थाहा नि, सक्दैन नि फेरि। खाए ल। मुखमा पानी आयो होला, के गर्नु, गाह्रो छ। ओ माई गॉड, के बिरी मिठो। आमामा, बवाल भएछ यार। बवाल भयो यार, बवाल। खाएको भिडियो अन्तिमसम्म हेर्नु होला। मटन एकदम बवाल भएछ, सोचेको भन्दा पनि बढी। Good that. पिरो भएछ, बवाल भएको छ। सो फाइनली साथीहरू मटन खाइसकियो।
मटन चाहिँ यस्तो बवाल थियो कि सेफ दाइले बनाउनु भएको। सेफ दाइले त अलरेडी दामी बनाउनुहुन्छ सबै कुरा, उसले पकाएको जे पनि दामी पकाउनुहुन्छ। तर आज चाहिँ सोचेको भन्दा नि बवाल भयो कि मैले यस्तो सोचेको थिएन कि दाइले यस्तो पकाउँछ भनेर। जिब्रोबाट यार पानी आयो फेरि। यस्तो बवाल पकाउनु भयो कि है, कुरै नगर्नु। दाइलाई धन्यवाद। सो मेरो च्यानलमा कसले हेर्नुभएको छ मलाई अन्तिमसम्म हेरेर मलाई साथ सपोर्ट गर्नुहोला भन्दै अहिलेलाई म बिदा हुन चाहन्छु। मेरो भिडियो लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गरेर मलाई हजुरहरूले एकदम धेरै आफ्नै सम्झेर माया गरिदिनु होला भन्न चाहन्छु। अहिलेलाई यति भन्दै टुङ्गाउन चाहन्छु मेरो ब्लगलाई। कस्तो लाग्यो, राम्रो नलाग्यो भने एकदम राम्रो मानेर हेरिदिनु होला भन्ने मैले राखेँ। हस्त धन्यवाद। आजलाई यति नै। अर्को भिडियोमा भेटौँला। हस्त बाई बाई गाइज।